मुखै रसाउने गुलियो लभरहरूका लागि गुलाब जामुन अब घरमै। हाई एभ्रिवान, इट्स मी सुजाता। आज हामी सँगै बनाऊँ है त घरमै गुलाब जामुन। सुजीलाई अलिकति घिउ राखेर पल्याक पुलुक पारेर भुट्नुपर्ने हुन्छ। लाइट ब्राउन कलर आइन्जेलसम्म हामी यसलाई हल्का हल्का गर्दै भुट्छौँ। हामीले अब यसमा अलिकता गर्दै दुध राखेर ढिँडो उडाले जस्तै गरेर यसलाई उडाल्नुपर्ने हुन्छ, मतलब मजाले चलाउने। यता पनि हाम्रो चास्नी रेडी हुँदैछ। अब यसलाई एकदम मजाले मोल्नुपर्छ। जति मजाले मोल्यो त्यति नै क्र्याक हुने सम्भावना चाहिँ एकदम कम हुन्छ। अब हामी यसलाई सानो सानो डल्ला बनाउँदै तयार गर्दैछौँ। हेर्नुहोस्, हाम्रो डल्लाहरू पनि रेडी भइसक्यो। अब थोरै कराईमा तेल तताएर यसलाई हल्का मधुरो आगोमा पकाउने। यतिको कलर आइसकेपछि यसलाई निकालेर चास्नीमा हामीले डुबाइदिन्छौँ। लु हेर्नुहोस् त, हाम्रो सुपर सफ्ट गुलाब जामुन तयार भइसकेको छ। हजुरहरू कसले मनपर्छ यस्तो कमेन्ट गर्नुहोस् है त। बाई बाई।